पहिला केटा हेर्नुभन्दा अगाडि तिनीहरूको गाउँ हेर्छ है। ए हो यो चाहिँ पक्का हो है। वेलकममा त यस्तो राम्रो थिएन, लास्टमा जाने बेलामा चाहिँ कस्तो हुन्छ। तपाईँहरू यस्तो भन्नुहुन्छ होइन, तर उहिले चाहिँ हामी यही बाटो चाहिँ सौदाहरू बोकेर खान्थ्यौँ। पहिला बाटो थिएन हो, अहिले यही बाटोलाई लामो लाग्छ है। बुढेसकालले छुक गई के भएको मैं भी हो गया ना अभी समझी। अच्छा ही है, अच्छा बात है ये। तपाईले त्याग्नु भयो। ल हाम्रो चाहिँ यहाँदेखि यो बतासे डाँडा भन्छ होइन, यहाँदेखि अरालो चाहिँ हामी चाहिँ जानुपर्ने छ। यहाँदेखि बाटो पनि देखाइदिउँ न। यो अरालो खै दुईजना चढी हेरेको त, एकजना कहिले पुग्नु पर्ने हो? अब कहिले पुग्नुपर्ने बजारकै टुप्पामा हो। ओके बजारकै टुप्पामा कहिले पुग्नु पर्ने? अब हाम्रो यहाँ पञ्चायत नियामकको कुटाइ हुन्छ जस्तो छ। अबबाट उकालो हिँड्दा चाहिँ ल जुन को छेउको छिमेकीहरू चाहिँ बिहा भएर मान्छे। बाटो कस्तो छ? बाटो चाहिँ एकदम दामी, तर 1 घन्टा ठक्कै लाग्छ, आउँदा चाहिँ 1.5 घन्टा लाग्छ। ल है त ल दाजु, हाउ आर यु? फाइन फाइन। ए बिहा कस्तो छ? कस्तो लाग्यो बिहा? बिहा त यति दामी नि, अब भन्दिन त्यहाँ उता बाटो कस्तो छ? बाटो बाटो त यही हो, अलि ठिकै छ। आउनु त फर्किनु। बाटो यहाँ यस्तो छ, खुट्टा काम्नु थाल्यो मेरो त। यहाँ चप्पल लगाएर राख्छु यस्तो। त्यही त ए बाटो यस्तो आइपुग्यो हामी यहाँनिर। यहाँ तल कहाँ हो, कहाँ गीतको आवाज चाहिँ सुनिरहेछौँ हामीले यहाँनिर हो। बिहा चाहिँ कहाँनिर हो? अहिले त स्टार्टिङ मात्रै छ कि, मजाले हिँडिरहेको छ हावा हावा भन्दै कि। अब हेरौँ है त। ल जति यहाँ पनि प्याक गर त। म हिँड्छु अगाडि। ल ल ल भन्नुहोस्। ब्यागै छ। कस्तो हुँदैछ? एकदमै भवाको हामीलाई एकदमै राम्रो लाग्छ हावा होइन हो। हावा खाँदै खाँदै उकालो देखिन्छ। उहिले हामी हेर्नुपर्छ कस्तो हुन्छ। तपाईँहरू यस्तो भन्नुहुन्छ होइन, तर उहिले चाहिँ हामी यही बाटो चाहिँ सौदाहरू बोकेर खान्थ्यौँ। पहिला बाटो थिएन हो, अहिले यही बाटोलाई लामो लाग्छ है। बुढेसकालले छुक गई के भएको हिँड्नु पनि सक्दैन। खै यो बहिनी भन्नेको अनुहार हेरेर नै दुःख पाएको रे उहिले नै यहाँनिर। यही बाटोमा सौदा बोकेर खाएकै हो। रङ्गी बजारसम्म रोड थिएन, अहिले यही बाटो हिँड्नु पुरा साह्रो पर्छ। ल है त। जिउ अल्छी हो कि के भएको? खै जिउ पनि, जिउ त फिट देखिरहेछ, स्पोर्ट्सम्यान जस्तो देखिरहेछ। हेरौँ भुँडी ठुलो छ, अलिक घटाउँदैछु। अलिकति हेल्थको लागि राम्रो भनेर हिँडेको। ल है त। यहाँ हाम्रो यता बाटो चाहिँ अर्को बाटो पञ्चायत आउनु भएको छ। त्यो पञ्चायत आमालाई साह्रो पर्दै खादा लगाइदिन्छ कि सुकी आज बाजेलाई अगाडि फोन गर्नुपर्ने। बाटोलाई फोन लगाइराख्नु। आमा बाजेहरू यत्रो टाढो आउँदो रहेछ। तल मान्छे आइरहेछ, त्यहाँदेखि पनि टाढो। बाटो कतिको रहेछ दाजु? तल लामो ए जानुहोस् ए। हाम्रो भेट्दा हाम्रो थोमन दाजु कस्तो छ? बिहा चाहिँ रमाइलो? एकदम दामी नि। ए हो ठिक हुनुहुन्छ भाउजू? ए ल गयौँ र भाउजू। ए जानुहोस् ए यता पो त नि घर त नि तपाईँको। बिहामा जानु भएन अन्त? ए गाउँले पऱ्यो है। तपाईँ जानुभयो कि? ए हजुर। जेकबहरू त तलै बस्छ नि? ए हुन्छ बाजे, हुन्छ। बडा देवा बाजे पऱ्यो अनेक किसिम बोली पठाउँछु म। खुट्टा काम्नु थाल्यो। आउनुभयो बिहामा? ए मासु थिएन? थेत्तेरी गाली खानु पर्थ्यो नि। गोरु मासु, सुँगुर मासु, कुखुरा मासु राख्नुपर्छ भन्नुपर्छ नि। हजुर थेत्तेरी गाउ लोभे बिहा गरेछ हाम्रो बस्नेत बाजेले नि। लोभे बिहा गरेछ हाम्रो बस्नेत बाजेले नि। कहाँ बिहा गर्छ? उसको छोरी पो बिहा गरेको त। अब उसले गरिदिएको हो नि त गर्नु त है। ल बाजे बिस्तारै जानुहोस् ल बिचारा। ओ टाढो आइपुग्यो हामी होइन। ओ माथिबाट काटेर पनि अझै हिँड्नु पनि। दुई बहिनी मेरो चाहिँ अब अरालो हिँड्ने चाहिँ धेरै बानी हराएर चाहिँ खुट्टाहरू कामिसक्यो नि त। यहाँबाट बिहाको घर आइपुग्नु छैन हो। अझै कति रहेछ हामी हिँडेको जस्तै आधी घन्टा बेसी पनि भइसक्यो। आधी घन्टा बेसी भइसक्यो। यहाँ आइपुग्दा चाहिँ अलिक मिठो गर्न आयो नि है। म त पहिला केटा हेर्नुभन्दा अगाडि तिनीहरूको गाउँ हेर्छ है। ए हो यो चाहिँ पक्का हो। यस्तो गाउँमा बिहा भएन मारे त। यही गाउँको पनि घरहरू देख्नु छोड्यो अहिले त। ओ माथिदेखि हिँडेर आएको प्रभु।
फाइनली साथीहरू अब यहाँ ओहो तल अलिअलि देखा पर्दैछ बिहाको घर चाहिँ। जन्तीहरू हुँदो रहेछ है। फाइनली हामी चाहिँ यहाँ तल अब आइपुग्नु आँट्यो। दुई बहिनी चाहिँ रिल्स भन्दै हिँड्दै। अब के गर्नु, आजको मेरो भ्लग चाहिँ यति हो। फाइनली हामी चाहिँ यहाँनिर बाजेको घरमा पनि आइपुग्यो। कस्तो मजाको रुखो। उहिलेको सिस्टम हुन्छ नि एकदमै तर मलाई यो एकदमै मनपर्छ है यो सिस्टम चाहिँ। यता र त फर्केको माइक पहिला होइन हामी केटाकेटीहरू हुँदाखेरि है उयो चलाउँथ्यो नि त। यो फाइनली हामी बिहाको घरमा चाहिँ आइपुगेको छौँ होइन। यो माइक रहेछ यता र उता कान भएको। अन्त यहाँदेखि चाहिँ एकदम राम्रो रमाइलो रहेछ। भ्यूहरू पनि मजाको मेरो बिहाको घरमा पनि आइसक्यो अझै छ खानुपर्ने बाँकीहरू। के हो यो जन्तीहरू होला यो भयो प्रेसिडेन्ट म्याम कस्तो लाग्यो आजको मुख चाहिँ यस्तो बलिजी उहाँलाई प्रजापतिको सुरुमा भन्नुभएको ल यो चाहिँ अब हाम्रो एक्जिस्टको है वेलकममा त यस्तो राम्रो थिएन। लास्टमा जाने बेलामा चाहिँ यस्तो राम्रो गेट रहेछ अन्त हो। ल यहाँदेखि चाहिँ यस्तो रहेछ भिड अन्त है। यहाँदेखि चाहिँ आम्बो ल अब यहाँदेखि चाहिँ कतिको खुट्टा काम्ने हो। हामी चाहिँ तल गएर भेट्नेछौँ एकैचोटि। अब भ्यू म्याट त तल गएछ त हौ। अब एक भाइ छ माइलो कहाँ हुनुहुन्छ? अहिले त माथि पुराणमा अघि पछि गाडी चलाउँछ। गाडी गाडी चलाउँछ अनि अघि गयो। बाजे यो मिठाई खानुहोस् ल। ए ल चिज बटर घी पनि भनिसक्यो हो। घी भनेको यहाँदेखि चाहिँ चुनभट्टीहरू देख्दो रहेछ हौ। आउँदैछ यहाँ हेर पञ्चायत दुईजना पञ्चायत चाहिँ आफ्नो वार्डको भनेर यसरी मरौमा विचारहरू कष्ट गरिरहेछ हो। बिहामा है ठिकै छ। पञ्चायत प्रेसिडेन्ट ठिकै छ। हाम्रो बहिनी एकदमै स्ट्रगल गर्छ है। परिपरिहरू त आउनु त दाजु आउनु त। फाइनली यहाँनिर कहाँनिर आइपुग्यो भन्दा चाहिँ माथि अहिले हिँडेको चाहिँ कति भयो भन्दा झन्डै 2-3 घन्टा भयो होला। अन्त अहिले चाहिँ हामी यहाँनिर बजारको नजिक रोडमा आइपुगेको छौँ।